गाइज स्याङ्जा वालिङ वार्ड नम्बर 2 मा रहने एउटा बुवा होइन घाँस काट्न जाँदा लोटेर पोखरा लगेको थियो है। पोखरा लगभग बित्नु भयो, अलिक टाढाबाट भयो, एम्बुलेन्स आयो है। अलिक टाढाबाट खिचेर यस्तो देखिएको छ है, हल्लिएछ पनि। अब के हार्ने यस्तै छ यार। मेरै घरतिर जान्छ एम्बुलेन्स हेर्न। 2 मुठी घाँस काट्नु भएको थियो अरे है। अझ बुढीलाई म घाँस काट्छु त्यही मिल्दिन आऊ भनेर जानु रहेछ। यस्तो भयो, भर्खर गाडी आएर छोडेर गयो पोखरादेखि मेरो घर अगाडितिर बाटो हेर्नु सर गयो।